गर्मी भयो चापागारको जाँदै त्यो केटा हो केटी हो सबजना त्यो भ्लग बनाउन अलि ढिलो नै भयो जस्तो लाग्यो होइन ऊ भाइ बहिनीहरू चाहिँ बिस्तारै आउँदैछन् हिँड्नै सकेको छैन तिनीहरूले म चाहिँ हिँडिरहेको छु अहिलेसम्म त अब माथि गएर हेरौँ मासु ल्याइरहेको छौँ घरबाट पकाएर है बाघ हुन्छन् भन्दै थिए आउँछन् भन्थे हामी रिक्समा हिँडिरहेको छौँ अहिले हेरौँ गाइज के कतिको हुन्छ सो गुरु कस्तो भइरहेछ यात्रा गर्मीले यहाँ मर्ने भइसकेको छ कस्तो भइरहेछ दाइ गर्मीको यात्रा गर्मी छ रमाइलो भइरहेछ कस्तो भइरहेछ दाइ गर्मी छ दाइ एकदम दामी नि भाइ कस्तो भइरहेछ यात्रा राम्रो भइरहेछ राम्रो भइरहेछ है यात्रा राम्रो भइरहेछ सबैजनालाई होइन यसो गर्मी भए पनि पसिनाले भिगे पनि यात्रा राम्रो छ सो ऊ यहाँ काफल खान लागिसक्यो बाटोमै काफल भेटिरहेको होइन भर्खर काफल खाएँ काफल खान लागिसक्यो होइन मैले अहिले चाखे पनि छैन अहिलेसम्म अब पाक्नुपर्छ दाइ त्यो मासु लगेर चाहिँ जङ्गलभित्रभित्रै नजाऊ है फेरि बाघ आयो भने गाह्रो हुन्छ नि माथि गएर खाऊँ दाइ अलि पानी खाऊँ झुटो पानी भयो मेरो यो के भन्छ गुरु के भयो त्यहाँ गुरु गुरु उता यहाँ के हुँदैछ अरे ऊ त्यहाँ टाढैबाट देखेँ मैले लाली गुराँस अरे तपाईँहरूले देख्नुहुन्न यार ओ ल लाली गुराँस गाइस जङ्गल राम्रो छ घना जङ्गल छ होइन हुनुपर्छ यतिको बाघ आउनु भएन अरू त्यही हो थाकिसक्यो गाइस यहाँ थाकेर रेस्ट गर्दैछु यार ऊ त्यहाँ काफल खान खान 2-3 जना टक्क हामी चाहिँ थाकेर रेस्टमा हो अहिले एकछिन होइन टङ्कजी 2 शब्द जाओस् त यार हामी हेलो गाइज करिब रमाइलो सजिलो भयो नि एउटा सानो बोटमा चाहिँ पुगेँ होइन अनि अहिले यहाँ अलिकति बसिया छौँ गर्मी हो गर्मी चाहिँ हिँड्नलाई चाहिँ लास्ट रमाइलो ठाउँ रमाइलो पनि भइरहेछ अनि चाहिँ यो काफल हरियो काफल अमिलो एकदम अमिलो छ मिठो पनि छ मिठो छ गाइस काफल खायो भने मिठो लाग्दैछ होइन पसिनाले पुरै भिजिसकेँ म त टाउको त पुरा खतम भइसकेछ पसिनाले हेर त ल त है गाइज हामी चाहिँ गन्तव्य यहाँ बसा तिमीले त काफल खाने भनेर अब यहाँबाट निस्क्यौँ होइन अब हिँड्न लाग्यौँ गाइजहरू होइन दाइ होइन बिल्कुल हामी चाहिँ निस्क्यौँ है म चाहिँ रुख म यो अगाडि हो गाइज यिनीहरूलाई हेलो गाइज हाम्रो यात्रा रमाइलो भइरहेछ जे भयो नि अलिक गर्मी छ त्यही हो अरू सब ठिक छ गाइज रमाइलो छ ल टङ्कजी 2 शब्द अब हामी बसेर अब हिँड्न लागि अब करिब चाहिँ हाम्रो चाहिँ 2 घन्टाको यात्रा छ पछि चाहिँ हामी आफ्नो गन्तव्यमा पुग्नेछौँ अब काफल त यहाँनिर रहेछ होइन गाइज भाइ चाहिँ काफल खान गइरहेछ काफल चाहिँ मजाले पाउँदो रहेछ गाइज यता लास्ट रमाइलो होइन नवीन भाइ दाइ कस्तो लागिरहेछ तपाईँलाई एकदमै राम्रो लागिरहेछ भाइलाई कस्तो लागिरहेछ भाइलाई चाहिँ कस्तो लागिरहेछ नवीन भाइ खाएर आइसक्यो ल माउन भाइ भर्खरै के त त्यो भन्दै थिइस् नि तिमी फुल लिएर आउनु समथिङ के भन्दै थिइस् नि भन्दा अध्यक्षज्यू एउटा के दिनु त ल 2टा लाइन अलि माथि दिम भनेर अहिले थाकिरहेछ है माथि दिने अब
आफै छोडी जाने मान्छे आफै छोडी जाने मान्छे। अरे वाह 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 एकदम रमाइलो भयो रमाइलो छ गाई यतिको हुनुपर्छ भाइ तिमी पनि गाइदिउँ त एउटा गीत आउँदैन दाइ दाइ केही सायरी गजल माथि भित्र माथि बसी बसी आउँछ कि नै भइहाल्छ होइन दाइ सुन्नु त अध्यक्षज्यू यसो गजल गीत सङ्गीतहरू केही छ अलि माथि छ माथि बसेर आउँछ माथि छ जे आउँछ माथि बसेर मात्रै आउँछ होइन अहिले त यता उता भ्यू हेर्दै व्यस्त अहिले ठिक छ अरे बिल्कुलै हुनुपर्छ यो कुरालाई माथि खोजी जान्छ यहीँलाई बसेर खाने भने र यहाँ खायोले नि होस् यहाँ नबसौँ यहाँ नबसौँ होइन यहाँ नबसौँ यहाँ कहीँ बाइचान्स बाघ साग आइदियो भने फेरि गाह्रो हुन्छ गाइस चिप्लो छ है गाइस चिप्लो छ बाटो पक पक अप मन कालो बाटो बिस्तारै तिमी आउनु माया या कसको मायामा हो गुरु होइन त्यस्तो त होइन गाइस यसो रमाइलोको लागि मात्रै गुरुको भर्खर भर्खर बिछोड भएको छ त्यही भएर अलिअलि पीडामा हुनुहुन्छ क्या त्यही भएर अलिकति पीडा कम होस् भनेर चाहिँ हामीले तपाईँको भर्खरै प्याचा बाजु त्यसको पनि भनिदिनु नि त के कुरा यार भनिहाल्छु बिस्तारै भनिहाल्छु माथि पुगेपछि छँदैछ पहिले त पीडामा भएको मान्छेलाई त अलिक कम बोल्नु पऱ्यो नि अब चाहिँ एकचोटि आयो भने ऊ त्यही हो केटा हो ऊ त्यो माथि रुख त्यही जाने ऊ त्यो ऊ माथि त्यही पुग्नुपर्ने कमै छ खानु सानो अब यस्तै हो माथि गएर खाउँला नै माथि गएर खाने लगाएर अब अलि माथि गएर भिडियो गर्छु है अझै कस्तो लागिरहेको छ तिमीलाई जङ्गलको यात्रा एकदम राम्रो लागिरहेको छ अब मलाई त हेर यस्तो त हाम्रो त पर्सनल जङ्गलहरू हुन्छ घरतिर अब तिमीले चाहिँ के कस्तो छ हाम्रो पनि त्यस्तै छ पर्सनल जङ्गल हो पर्सनल हो दाइको पनि पर्सनल जङ्गल छ गाउँमा पर्सनल हाम्रो त पर्सनल हो नि यो त हामीलाई केही लागिरहेको भन्न गुरुको सायरी सुन्नु लगाइछ भन्ने खालको छैन त्यसरी होइन होइन भन्न केही फरक पर्दैन पब्लिकमा हुँदैन कि जङ्गलको बाटो डरलाग्दै काँडा कि भन्नै मिल्दैन टङ्कै चाहिँ तपाईँ भनिदिनु त त्यसपछिको मलाई थाहा छैन गाइस यो त हाम्रो अध्यक्षज्यूको त पर्सनल जङ्गल छ अरे यस्तो त तपाईँको के छ गाउँमा त्यो मान्छेमै जङ्गली परेको हुनाले चाहिँ त्यस्तो भन्या होइन मेरो ठाउँमा चाहिँ छैन यस्तो जङ्गल हो गुरुजी के छ तपाईँको चाहिँ हजुर हजुर तपाईँको के छ के भन्नाले पर्सनल जङ्गल छ अरे अध्यक्षज्यूको त अध्यक्षजी हुनु त अनि उता गएर माडे मान्छे हुने त अध्यक्षजी हो आफ्नै जङ्गल यस्तो यस्तो त भइरहेको हो यहाँमा यहाँनिर के निकालेछ त यो जङ्गल जनावरहरूले हुनसक्छ गाइस हो आफ्नो सुरक्षा गर्नु होला एकदम सुरक्षित अध्यक्षजी हामीलाई यसरी पछाडि छोडेर नजानु न यार तपाईँ यार हो एउटा नयाँ पनि म त्यो पाल्ने उसमा छु त्यस्तै भालु पाल्ने यो को उहाँ पर्नुहुन्छ जङ्गलमा उहाँलाई पाल्ने हो मेरो जङ्गलमा पालिने यही हो ए ल के छ दाजु तपाईँको धारणा के छ सच्ची कोषाध्यक्षज्यू अहिलेसम्म चाहिँ मैले यसलाई पालेर राखेको थिएँ के हो अब जङ्गल चाहिँ यो एकदम कडा छ साथीहरू एकदम आफ्नो सुरक्षा एकदम केयर भएर रमाइलो पनि छ आफ्नो डर पनि छ एकदम केयर गरेर हिँड्नु होला भन्न चाहन्छु म चाहिँ साथीहरूलाई अनुरोध गरेँ है त साथीहरू फेरि हामी आउने बाँचा सहित अहिलेलाई बिदा हुन्छ यहाँ हेरेर भन्नु धन्यवाद ल तै गाइजु केटाहरू यहाँ फोटो खिचिराखन होइन टङ्गाजी के फोटो खिचिरहेको यहाँ हेर्नु न यार म यहाँ चाहिँ फोटो खिचेँ गाइज एकदम बवाल भ्यू छ यहाँ हेर्नु त यो एकदम हामी चाहिँ अहिले 2 घन्टा करिब 2 घन्टा हिँडेर चाहिँ यहाँ अहिले यहाँ पुग्यौँ अहिले हामी फोटो खिच्ने कार्यक्रम भइरहेको छ साथीहरू यहाँ फोटो खिचिरहेछन् एकदम बवाल भ्यू आइरहेको छ ल साथीहरू बवाल छ है भाइ यहाँबाट यो भ्यूलाई के भन्न चाहन्छौ भाइ तिमी म एकदम राम्रो छ भन्न चाहन्छु एकदम राम्रो छ है
अध्यक्षज्यू मेरो यसमा भनाइ केही पनि छैन किनभने यो मेरो दैनिकी यस्तै नै हो यस्तैमा नै गुजार्ने हो मैले चाहिँ यस्तैमा हो कहाँ हो पहाड घर मेरो पहाडको घर जहाँ भए पनि मेरो पहाडमा चाहिँ आफ्नै जङ्गलहरू छ आफ्नै जनावरहरू छ त्यसमा थप गर्ने अर्को जनावर यहीँनिर भन्दा बाहेक केही पनि छैन दाजु यो मेरो लागि यो नयाँ चाहिँ मलाई चाहिँ म पहिला स्विजरल्यान्ड गएको थिएँ 2015 मा हैन हजुर स्विजरल्यान्ड जस्तै लाग्यो कि मलाई यता हेर्दाखेरि गुरु क्यामेराम्यान गुरु के छ यो भ्यूको बारेमा भनाइ के छ त म क्याप लगाउन ल ल हेर्नु त गाइस भ्यू पनि स्विजरल्यान्डको म उता के भन्छन् यो जुरासी भने के भन्छ त्यो ठाउँमा गएको थिएँ पहिला हजुर हजुर त्यस्तो ल गाइस हामी चाहिँ गन्तव्यमा पुगिसकेको छु होइन मन्तव्य भन्न लागेको थिएँ म चाहिँ होइन गन्तव्यमा पुग्यो अघि अलि त्यो लास्टै गर्मी भयो लास्टै थकाइ लाग्यो त्यही भएर भ्लग बनाएन यहाँ पुगेर बनाएँ होइन गुरु यहाँ पुग्दासम्म के कस्तो रह्यो त यार बवाल छ एकदम अरू थकाइ चाहिँ लागेको थियो अहिले चाहिँ रमाइलो छ एकदम रमाइलो उता जुन चाहिँ बवाल देखिँदो रहेछ भेलीको रमाइलो छ भाइ कस्तो लाग्यो तिमीलाई एकदम राम्रो लाग्यो दाजु एकदम रमाइलो छ हामीले सोच्यो भन्दा पनि धेरै रमाइलो छ यो ठाउँ एकदम चिसो छ हो आउनु होला दाइ के छ मलाई चाहिँ ठिकै छ होइन र यात्रा चाहिँ एकदमै कठिन नै भयो हजुर गाह्रै भयो अब यहाँ यदि तपाईँहरू पनि आउन चाहनुहुन्छ भने धेरै नै पूर्व तयारी अप्नाएर आउनु होला त्यसै चाहिँ नआउनु होला धेरै नै यात्रा एकदमै कठिन छ केटी लिएर चाहिँ नआउनु होला म त्यति भन्न चाहन्छु धन्यवाद ल टङ्कजी हाम्रो चाहिँ यहाँ हेर न यात्रा चाहिँ एकदम राम्रो रह्यो अनि हामी करिब 3-4 घन्टा हिँडेर चाहिँ हामी अहिले चाहिँ के रे यहाँको नाम चाहिँ चापाखर्क भन्ने ठाउँमा पुगेर अहिले हामी चाहिँ यहाँ साथीहरू बिच बसेर चाहिँ हामी अलिकति रमाइलो गर्दै उता त्यो भाइले अलिक गर्यो अनि चाहिँ हामी खाना खाँदैछौँ भने ल गाइज हाम्रो नास्ता पनि अब रेडी भइसक्यो हान्न लागिसक्यो रेडी त अघि नै रेडी गरेर नै ल्यायो अब चाहिँ खाने होइन नास्ता आज मिति 2082 साल वैशाख महिनाको 27 गतेदेखि यो जुन भारतले पाकिस्तान विरुद्ध जुन किसिमको व्यवहार देखायो त्यो धर्मको आधारमा जुन किसिमको त्यसले जे गरिरहेछ नि त्यो देखेर भए पनि मलाई चाहिँ म हिन्दू हुँ भन्न पनि मलाई गाह्रो भइरहेको अवस्था छ अहिले किनभने त्यो भारतले गर्दाखेरि त्यही भएर म आजदेखि भन्छु पाकिस्तान जिन्दाबाद म त्यो एकदमै मुस्लिमहरूको सपोर्टमा छु यो मुस्लिम हुनाले हो म उस्तै पर्यो भने धर्म पनि चेन्ज गर्न सक्छु म बन्न सक्छु म मुस्लिम बन्न सक्छु मलाई मुस्लिम धर्मप्रति एकदमै आस्था पनि छ त्यही भएर म भन्छु पाकिस्तान जिन्दाबाद नेपालले पाकिस्तान आयो भने चाहिँ कसको सपोर्ट गर्नुहुन्छ तपाईँले पाकिस्तान आयो भने नेपालको लागि मेरो एक सानो सास रहँदासम्म पनि म लड्छु तपाईले केही नै हुँदैन दाइ त्यसो भयो त हैन नि पाकिस्तान र यदि भारतको बीचमा यदि युद्ध हुँदैछ भने म पाकिस्तानको लागि म पनि यो ज्यान दाउमा लाउन म तयार हो यदि पाकिस्तानले मेरो साथ र सपोर्ट खोज्छ भने म तयार त्यो त म पनि सपोर्टमा छु दाइ भारतको त विपक्षी हो म पनि तर म चाहिँ सपोर्टमा छैन है किनहरु चाहिँ धर्म चेन्ज गर्नेवाला धर्म चेन्ज भन्या छैन हो राजा धर्म चेन्ज भन्या छ के हो धर्म चेन्ज भन्या के धर्म भन्या कि उलाई थाहै छैन धर्म भन्ने कुरा चेन्ज हुँदैन धर्म भन्ने कुरा चाहिँ त्यसलाई कसरी राख्ने म खुल्लम खुल्ला हो म एउटा त्यो ब्रह्मचारी एउटा हिन्दू पनि हो यो फाल्टे त मुझे ए दाइ काम के छ नतुर्नु यार नतुर्नु काम के छ तपाई को हो रे तपाईको परिचय दिनु त आतंककारी एउटा आतंकवाद हो दाइ आदम भाइरल न्यूजन मेरो भने माको कतम भिडियो हाले अब यो मैले यही भिडियो नै आयो मोबाइल हो भिडियो त्यो शेयर भयो तर त्यसमा एडमिट हाल्दो भयो तपाई जन बोल्दा दाइ भने मैले भिडियो पनि भन्नु तपाई को हो रे मिस्टेकमा फरक पर्दियो यो गयो यो गइसक्यो को गयो यो मुजी यस्तो सुन्नु न के भन्छु भन्नु भन्नु आफ्नो 2-4 रुपैयाँको लागि चाहिँ यो पैसाको लागि मुजी मोबाइल खानु धर्म चेन्ज गर्छौं आतंकवादी भन्दैछ अनि यसलाई निकाला गर्ने कि नै आफूले भन्नु त उ पर्यो निकाला गर्नु पर्यो देश निकाला गर्नु पर्यो उसरी भन्छ म चाहिँ हिन्दू हुँ हिन्दू भनेर जनै देखाउँदैछु यो जनाईको धर्म के हो जनाईको अर्थ थाहा छ यसलाई थाहा नरहेछ आतंकवादीलाई थाहा नरहेछ आतंकवादी हो यसलाई चाहिँ देश निकाला गर्नै पर्छ म यति भन्दै अहिले चाहिँ पछि आतंकवाद तेरै ठाउँमा गर्छु म अब
कुन ठाउँमा आतंकवाद कुन ठाउँबाट स्टार्ट हुन्छ? दार्चुला जिल्ला शैलेश्वर नगरपालिका। तपाईँ भन्नुहोस् त किन आतङ्कवाद सुरु गर्नुहुन्छ नेपालमा? आतङ्कवाद सुरु हुन्छ किन हुन्छ? किन हुन्छ? जता जान चाहन्छ विभिन्न एजेन्टहरूले यहाँ हाम्रो ठाउँमा चाहिँ आँखा गाड्यो क्या। अनि तपाईँले एजेन्टहरू आँखा गाड्यो भन्दा आतङ्कवादसँग हुने हो तपाईँ? तपाईँ जतिको मान्छेले आतङ्कवादसँग जन्माउँछु भन्दा मिल्छ त? म मेरो राष्ट्रको लागि आतङ्कवाद मात्रै होइन, म मेरो राष्ट्रको लागि आतङ्कवाद हुन्छ? तपाईँ कस्तो कुरा गर्नुहुन्छ? भन्नुहोस् त, जताउनु भयो कि जे पनि बोल्नुभयो। मुस्लिम हो मुजी भन्छ। म हिन्दू हो। म हिन्दू भएर यो मुगा निकाल यसको काम छैन। काम छैन हिन्दू भन्नु हिन्दू भन्नु काम के छ? यसले चाहिँ हिन्दू गरम पारेर जस्तो भयो नि यार। गाँठो नै पार्दै तँ खिच्दियो यसले के भन्यो भने म मुसलमान हुँ, म आतङ्कवादी भनेर अनि यसले जनाइहालेको छ त म कसरी हेर्न सक्छु म हिन्दू भएर? तपाईँको कुरा चाहिँ जायज हो, तपाईँको कुरा म बुझ्छु हो कि नाइ? तपाईँ आफ्नै भन्नु त। जस्तो इन्टरटेनमेन्टको लागि म रमाइलो गराउन सक्छु भने यार मेरो जनामाथि हात हाल्दै बस्छ। अनि मुजी यसले धर्म चेन्ज गर्छु भन्दैछ। जनाइको के काम छ? मुखले भनेर हुन्छ धर्म चेन्ज? अनि भन्दै किन भन्दैमा मुस्लिम हुन्छ, म कोही हिन्दू भन्दैमा हिन्दू हुन्छ। उसले आफ्नो के हो त्यो रीतिरिवाज परम्परागत चालचलन त्यो गर्नुपर्छ कि त्यो मुखले त म इसाई भन्दैन, म बुद्धिस्ट भन्दैन। त्यो हुँदैन हाम्रो धर्ममा त्यस्तो छैन। तेरो धर्ममा नहोला। तेरो धर्म के हो मुजी? मेरो धर्म हिन्दू हो। तेरो धर्म मैले हिन्दू पालना गरिरहेको छु, छाडा जतन हो गरिरहेको हिन्दू छु। धर्म भन्नु फेरि मोबाइल नगर ल खानु अब भाइ सुन नै अब भन्नु यो भिडियो अन्त अब भन्नु जस्ट फर इन्टरटेनमेन्ट युट्युबमा जान्छ भिडियो। जस्ट फर इन्टरटेनमेन्ट यसलाई फाँसी दिनुपर्छ, देश निकाला। है गाइस यो चाहिँ जस्ट फर इन्टरटेनमेन्ट है, यसो सिरियस चाहिँ नलिनु होइन। सबजना हामी चाहिँ रमाइलो गरेर हो कि यो इन्टरटेनमेन्टको लागि मात्र हो होइन, यो सिरियस चाहिँ कसरी नलिनु होला है। तपाईँले जे भयो भने हाम्रो इन्टरटेनमेन्टको लागि थियो नि त होइन यो, तर जनाइ चाहिँ टोल्नु थिएन भयो पनि उसले चाहिँ के भन्यो भने इन्टरटेनमेन्टको कुरा छ नि त। म हिन्दू होइन आतङ्कवाद हो, म त हिन्दू मान्छे कसरी आफैले रमाइलोको लागि हामीहरू भइरहेको थियो। त्यो ठिकै हो, तर जनै चाहिँ टुटाउनु हुँदैन। यो चाहिँ गल्ती गर्नु भएको जनै हिन्दूहरूको मेन हुन्छ दाइ। हिन्दू भनेर कसरी चिनिन्छ दाइ? तपाईँको खुनमा हिन्दू लेखेको छ? खुनमा हिन्दू लेखेको छ? केटीका ध्यान छन् फेरि टङ्कजीले चाहिँ जनै गलत गऱ्यो, मूल गलत गऱ्यो भन्नु यार। त यहाँ गल्ती स्वीकार त अब तपाईँ जनै तोड्ने हुन्छ दाइ। हिन्दू भने तपाईँ खुनमा देखिन्छ दाइ, जनै हाल्नु तपाईँलाई हिन्दू भन्छ जसले पनि। हेलो गाइज हामी चाहिँ अब हाम्रो यहाँ चाहिँ सक्यो होइन, हामी खानपिन सक्यो हाम्रो चाहिँ। अब चाहिँ हामी चाहिँ निस्किन लाग्यो यताबाट चाहिँ गाइज उता लाकुरी भर्ज्याङतिर यताबाट चाहिँ हाम्रो एन्ट्री लाइट आइरहेको छ, त्यही भएर चाहिँ होइन यस्तो देखाइरहेको क्या गाइज होइन। यता चाहिँ अलि ठिकै आइरहेको छ होइन। हामी चाहिँ अब निस्किन लाग्यो होइन दाइ। ल दाइ निस्किँदाखेरि एक शब्द भनेर जानु तपाईँ। अब हामीलाई चाहिँ जति रमाइलो हो 2-3 घन्टापछि हामीले हिँडेर यहाँ चाहिँ रेस्ट गऱ्यौँ। रेस्ट गरेर चाहिँ हामीलाई एकदम उद्धम भन्दा नि धेरैभन्दा धेरै रमाइलो गरेर हामीले आफ्नो खानपिन खाजा खाएर चाहिँ अब हामी चाहिँ लाकुरी भर्ज्याङतिर लाग्यौँ। अब लाकुरी भर्ज्याङतिरको यात्रा चाहिँ हाम्रो जारी है त। दाइ कस्तो लाग्यो तपाईँलाई अब हामी निस्किँदाखेरि चाहिँ? यात्रा धेरै नै रमाइलो भयो, धेरै नै स्मरणीय भयो। हामी फेरि पनि आउनेछौँ यो ठाउँमा, धेरै नै रमाइलो रहेछ है। हजुर दाइ मलाई चाहिँ यो यात्रा पनि खासै राम्रो लागेन, अर्को चाहिँ आउने मन पनि छैन। साथीभाइहरू चाहिँ राम्रो लागे, त्यो ठाउँ चाहिँ मन परेन। सो गाइस दाइले नराम्रो लाग्नुको रिजन चाहिँ त्यही हो, अघि तपाईँले भिडियो देख्नुभयो त्यही हो होइन। रमाइलो भयो त्यही हो, त्यहीमा चाहिँ दाइले यो गरे नि। भाइ कस्तो लाग्यो तिमीलाई? एकदम राम्रो लागिरहेछ, मजा आइरहेछ है। गुरु तपाईँले चाहिँ यो हाम्रो यात्रा चाहिँ कस्तो लाग्यो? मजा लाग्यो आज चाहिँ। हजुर लास्ट रमाइलो लाग्यो, केही छैन यस्तो गर्नुपर्छ गाइस कहिले काहीँ चाहिँ। ल एकचोटि यसो गर्नु बन्द हो त। ल त है गाइस हामी चाहिँ अब ठिक छ, अब यहाँबाट चाहिँ हामी लाखिर भन्सिङतिर जान्छौँ होइन। अनि बाटोमा भ्लगहरू आउँछन् टाइममा, तर अब चाहिँ लाखुरी भन्स्याङ मिलेपछि राम्रोसँग पुगेपछि चाहिँ राम्रोसँग भेट्नुपर्छ गाइस। अहिलेको लागि बाबाई तपाईँलाई गीत गजल के आउँछ एकछिन गाइदिनु है? मलाई त्यस्तो केही पनि आउँदैन। एकछिन के आउँछ यतिकै एक लाइन मात्र भयो नि। एक लाइन भन्नु पर्दाखेरि चाहिँ
तिम्रो अरू कुरा केही थाहा नभए पनि तिमी फर्केर आउँछौ कि भन्ने आश चाहिँ अझै पनि यो मेरो मनमा यो मेरो मुटुमा फेरि पनि जीवितै रहेको छ। अब भन प्रिय तिमी फर्केर आउँछौ कि आउँछौ? ल ल ठिक छ दाजु, तपाईँ पनि अघि माथि गएर भन्ने भन्नुभएको थियो, केही पनि एक लाइन नै अघि माथि गएर भन्ने भन्नुभयो तपाईँले। सोच्नु न भाइ, गीत केही त गीत त आउला नि यार भाइ। त्यस्तो खासै म इन्ट्रेस्ट लिदिनँ। गीत केही छैन? केही त होला, के गीत गाउँ? जे भयो नि हुन्छ। रेशम फेरि उडेर जाउँ कि डाँडैमा भन्ज्याङ रेशम फेरि। या नाइस। ओ टङ्कजी यता आइस त एकछिन, भिडियो पछि बनाउनु कि। एउटा गीत गजल के छ तपाईँको दिमागमा अहिले? भन्नु न। सानी तिमी रिसाउँछौ किन? हजुर सानी तिमी रिसाउँछौ किन? म त आफ्नै बाध्यताको कारणले चाहिँ आफ्नो काम परिस्थितिले गर्दा आफ्नो काममा हिँडिरहेको मान्छे, आफ्नो सङ्घर्ष छ, एकदम दुःख छ, कष्ट छ। अलिकति तिम्रो सोचे जस्तो छैन क्या सानी, अलिकति बुझेर चाहिँ बुझ्ने गर क्या कान्छु है त। ल यही गुरु, एउटा गीत गजल के छ दिमागमा अहिले भर्खरै आएको? के छ तिम्रो हाल खबरै, दिल चोरेर लाने मान्छे, मैले माया गर्दा गर्दै आफै छोडी जाने मान्छे। हस् राम्रो है गुरु। ल दाजु फेरि पनि हामी तपाईँकोमा आयौँ, फेरि एक शब्द अझै भन्दैन है केही? तिमीले मलाई रक्सी नखानु भनेको थियौ नि प्रिय, हेर न तिम्रा यादहरूले त्यो रक्सी भन्दा पनि बढी नसा दिइराखेका छन्। अब म कसरी आफूले सम्हाल्नु भन? ए वाह, अरे के अझै बाँकी छ त? हजुर दाजु के भन्नु? अब चाहिँ हामी क्यामेरा बन्द गरेर अब आफ्नो गन्तव्यतिर हिँडौँ। जे जस्तो सुकै परिस्थिति आयो भने उतै झेलौँ। ल उतै अब गाइस पुग्छ होइन। अब चाहिँ हामी लाखुरी भन्ज्याङतिर पुगेर अब आउने छु है गाइस। यो गाइस हामीले चाहिँ अघि लाखुरी भन्ज्याङ जाने भनेको थियो, लाखुरी भन्ज्याङ चाहिँ गएन होइन। अलि हामीलाई चाहिँ यो समयको अभावको कारणले गर्दा लाखुरी भन्ज्याङ चाहिँ पुगेन। माथि पुग्न त पुग्यो होइन, लाखुरी भन्ज्याङको टाउसम्म पुग्यो, तर त्यहाँ चाहिँ भ्लग बनाउनु पाएन। उता लाखुरी भन्ज्याङको उता डाँडामा चाहिँ हामी पुगेनौँ होइन। आई थिङ्क लगभग हाम्रो भ्लग चाहिँ सिद्धिसकेको छ गाइस होइन। त्यही हो गाइस। ल हामी लाखुरी भन्ज्याङ चाहिँ गएन होइन। अब लाखुरी भन्ज्याङ हुँदै चाहिँ बाटो चाहिँ हिँडिरहेको हो हामीहरू चाहिँ होइन। अहिले चाहिँ रोड टु रोड गइरहेको छु हामीहरू होइन गाइस, होइन गुरु? हजुर हो, बिल्कुलै हो। के हो के सुनिस्? के भन्यो त्यही हो। के हो के भन्दै थियो नि त राजा? भाइले केही सुने होइन, त्यही पनि हो भन्छ होइन। भाइ होइन दाइ भन्नु के छ। अनि म यताको चाहिँ एकछिन सबलाई सोध्छु होइन कस्तो लाग्यो यता यहाँ चाहिँ लाखुरी भन्ज्याङमा चाहिँ कस्तो लाग्यो भनेर एकचोटि सबजनाले सोध्छु है। यस यहाँ लाखुरी भन्ज्याङबाट जाँदाखेरि कस्तो लाग्यो? लास्टै बेजो गऱ्यो यो धुलो उडेर पुरै नगर्नु भने बेजो। तर यो बाटो चाहिँ नहिँड्नु हजुर, अगाडिको त्यो बाटो चाहिँ सही छ। यो भयो भने रमाइलो चाहिँ भइरहेको छ। अध्यक्षज्यू के छ यहाँ भन यो बाटोको चाहिँ? भने केही पनि छैन। अब हामी चाहिँ यो यताको यो रोडको यातायातको लागि चाहिँ समस्यालाई चाहिँ हामी सम्बन्धित ठाउँमा गएर सम्बन्धित निकायको हामी ध्यान आकर्षण गर्नतर्फ चाहिँ लाग्नेछौँ। एकदमै यहाँ ज्याजती भयो। यो चाहिँ एउटा प्रमुख पर्यटकीय स्थल हो नि त। हजुर। अब प्रमुख पर्यटकीय स्थलमा त कमसे कम राम्रो किसिमको यातायातको सुविधा त हुनु पऱ्यो नि त। पऱ्यो। अब हामी आन्तरिक पर्यटकलाई यति गाह्रो भइरहेको छ भने बाहिर पर्यटक चाहिँ हाम्रो हो प्रमुख पर्यटकीय केन्द्रहरूमा कसरी आउन सक्छ? यो कुरामा ध्यान दिने कि नदिने सम्बन्धित पक्षले? दिने भनेपछि कसरी दिने त? अब त्यहाँतर्फ चाहिँ हामी भोलि सम्बन्धित निकायमा हामी पक्कै पनि पत्राचार गर्छौँ र सम्बन्धित निकायको ध्यान दाजु के छ यो चाहिँ लाखुरी भन्ज्याङको यो बाटोलाई चाहिँ हामी चाहिँ लाखुरी एकदम खतम छ। यो बाटोले चाहिँ नेपाल सरकारको कति प्रगति छ भन्ने कुरा देखाउँछ। नेपाल सरकार कति गरिब छ, कति भ्रष्टाचार, कति लुटमार छ भन्ने कुरा यो बाटोले हेर्दा भइहाल्छ। हजुर। यो भ्याली नजिकको बाटो पनि यस्तो खतम रहेछ। हजुर। हामीले आज थाहा पायौँ। हजुर खतम छ। टङ्कजी यस्तो रहेछ कि यो बाटो अहिलेसम्म हिँडेकै सबभन्दा कठिनाइ। हजुर। कठिनाइ र एकदम अप्ठ्यारो परिस्थितिमा हामी चाहिँ एकदम हिँडिरहेको छौँ यो बाटो। हजुर। अनि चाहिँ हामीले चाहिँ एकदम खुट्टा चाहिँ लास्टै थाकिसकेको छ। हजुर।
अब अझै 1 घन्टा जति छ हामीले चाहिँ अझै अब यस्तै कठिनाइमा अब हिँड्नुपर्छ के गर्ने बाध्यता बस्यो भाइ के छ तिम्रो भनाइ यो बाटोलाई हेरेर नेताहरू के गर्छन् भन्ने सबै यसले बताउँछ म केही भन्न चाहदैन यो बाटोले नै बताउँछ अरूलाई भनेर सोध्दा हुन्छ दुःख छ अनि भाइ सुन न यहाँ लाकुरी भन्ज्याङबाट भ्यू चाहिँ कस्तो देख्यौ त तिमीले कस्तो राम्रो थियो राम्रो पिच भएपछि यतातिर कार ल्याएर आउनु सजिलो हुन्थ्यो यो बाटोले गर्दा हामी कार ल्याउन भ्याएनौँ त्यस्तोमा खासै हुन्छ है दाजु यो लाकुरी भन्ज्याङको भ्यू चाहिँ कस्तो लाग्यो तपाईँलाई राम्रो छ तत्काल बनाउन लाउँछौँ हामीहरू ए भ्यू चाहिँ राम्रो छ है टङ्कजी कस्तो लाग्यो तपाईँलाई चाहिँ भ्यू चाहिँ कस्तो लाग्यो भ्यू चाहिँ हामीले जे सोचेर आएको थियौँ त्यस्तै छ एकदम राम्रो छ लाकुरी भन्ज्याङको भ्यू चाहिँ हजुर तर आउनलाई यस्तो कठिनाइ छ कि लास्टै भन्नै पर्दैन हजुर तर भ्यू चाहिँ एकदम बबाल छ खोज्यो भन्दा राम्रो छ हस् थ्याङ्क यू है ल त गाइस सब चाहिँ हामीहरू चाहिँ लगभग लाकुरी भन्ज्याङ पनि लगभग हाम्रो सिद्धिसकेको छ होइन हामी तल नै लगभग पुगिसक्यौँ भन्दा नि हुन्छ होइन हामी चाहिँ तल पुगिसक्यौँ लास्ट चाहिँ हाम्रो अब तल नै हुन्छ होइन ठ्याक्कै बस स्टपनिर हुन्छ यहाँनिर हामी चाहिँ यहाँबाट सिधै ग्वारकुनिर चाहिँ एकदम हावाले नै हाम्रो थकाइ मेटेको छ थक्न चाहिँ लास्टै थाकेका छौँ कठिनाइ छ तर चाहिँ एकदम प्राकृतिक हावाले चाहिँ हामीलाई एकदम थकान महसुस भइदिरहेको छैन सन्तुष्टि दिएको छ एकदम सन्तुष्टि भएको छ त्यस्तै छ अब हिँड्न चाहिँ हिँड्नै पर्छ हिँडेरै तल पुग्ने हो है ल गाइस हामी चाहिँ अब के भन्दाखेरि हामी ठ्याक्कै हामी चाहिँ अब यहाँबाट ग्वारको जानुपर्ने हो ग्वारको जानलाई यहाँ तल अगाडि बस कहाँ मिल्छ हामीलाई पनि थाहा छैन खासै त्यहाँ तल गएर हेर्ने अब चाहिँ लास्ट भिडियो चाहिँ अब मेरो चाहिँ ठ्याक्कै ग्वारको जाने बस भेटेपछि आउँछ गाइस सो गाइज हामीले चाहिँ यो बाटोबाट जाने भने चाहिँ यहाँबाट चाहिँ केटाले चाहिँ यहाँबाट त्यहाँ तल रोड देखिरहेको नि त्यहाँ जाने भने होइन अब यहाँबाट हेरौँ खै केटा जाँदैछन् होइन ल गाइज हेरौँ ल दाजु जानु ल धेरै ढिलो हुन लागिसक्यो भिडियो लाइम हुँदैछ होइन लडिन्न राम्रोसँग लडिन्न तपाईँ जाने म त मरिगए जाँदैन लडिन्न के लडिनु होइन टङ्क चाहिँ के डराएको है तिमी स्टार्ट गर ल यताउनु होइन सकिन्छ क्या सकिन्छ नलगाउँ भोलि खाली अपवादमा के त्यस्तो केही बराबर यहाँनिर हामीले त्यहाँबाट बिस्तारै जाने त हो यस्तो मजा आउँछ क्या यस्तो एडभेन्चर भने के यही त हो ल भाइ ल अहिलेसम्म तल पुग्ने थियो ओ ल दाइ तपाईँको वाले ल टङ्कजी ल बिस्तारै ल दाजु जानै पर्यो अब के गर्नु त जानै पर्यो अब भाइ यतिजनालाई के को चाहिँ आइज त्यहाँ रोक्ने बाटो छ हौ ल एकजना चाहिँ उताबाट गयो होइन म पनि अब जाने त यही बाटो हो पहिला उनीहरूलाई तल पुग्न थियो त्यो पछि चाहिँ म यहाँबाट जान्छु भाइ तल होइन कि यहीँबाट हामफाल्थ्यौँ ल ऊ पुगिसके दुईजना चाहिँ पुगिसक्यो होइन यो दुईजना चाहिँ गइरहेन् ओ यस्तो बाटोमा पनि केटाहरू भइरहेछ रमाइलो छ रमाइलो दाइ लड्दैन नि दाइ ल है गाइज अब चाहिँ म पनि जान्छु होइन ल भिडियो बनाउँदै जान्छु यस्तो छ गाइज होइन बाटो चाहिँ म पनि कुद्दै जाने हो मलाई रोक्नु है हामी फालिदिन्छु ल रोके यहीँबाट त ल गुरुजी आउनुभयो उताबाट घुमेर होइन यहाँनिरबाट घुमाउने त हो ल अब चाहिँ स्टार्ट नै छ ल यहाँबाट चाहिँ जाने हो यहाँबाट त माथिको भन्दा ठिकै छ गाइस एक गर्दै अरूहरू जान्छन् म त लास्टमा आउँछु है अघिको जसरी लास्टमा ल सानसानै छ ढुङ्गा खासै जाँदैन ल गुरु
लगाइ मैले जानै पऱ्यो के सबैले गइसकेपछि नगर्नु भन्नु मिलेन लागेन म पनि गन्छ त्यतिका ल हिँड्नु कुरो तपाईँ पछि म पनि छु ओए हामी फाल्दै कुद्दै जाने हो गाइस यस्तो चिप्लो छ यहाँ त्यो स्याउलाहरू छन् होइन लड्यो अध्यक्षजी लड्नुभयो है त्यो रुखमा उभिनु है त्यो रुखमा उभिनु अध्यक्षजी हो ल हामी पनि आउँदैछौँ पछाडिबाट बिस्तारै जाउँ ओहो गाइस अब मेरो त अब एउटा हातमा फोन छ होइन एउटा हातको सहाराले जाने हो म चाहिँ होइन गाइस सो केटाहरू चाहिँ गइरहन् म त गइहाल्छु नि यो त मेरो लागि ठुलो कुरै होइन भन्दै माको छ ए बचियो है गाइस धन्न मर्या थिएँ छ हिँड्नु न बाटो नभए नि बनाउनाले यो कन्सा बाटो हो र त्यहाँ चिप्लिनु सक्नुहुन्छ है त्यहाँ चिप्ल्यो भने फेरि ल्याएको हुन्छ ऊ यसरी जाँदैछ यिनीहरू चाहिँ म त अब खासै मलाई फरक नपर्ने भएर भनेको चिप्ल्यो भनेको म बचेछु है गाइस यसरी हो गइने यहाँबाट चाहिँ रमाइलो छ र ओइ यो मेरो हातको यो पनि टुट्यो होइन हातमा समात्यो अब यो समात्छु होइन अब यहाँबाट चाहिँ ऊ तल गइराख्नु गाइस ल हिँड्नु कुरो कोही त ऊ रोडमा पुगिसक्यो होइन ल हिँड्नु कुरो या तल हिँड्नु यसरी रुखको मुनिबाट हो अब गुरु पनि म रुखकै मुनिबाट जानुहुन्छ म पनि रुखको मुनिबाट नै हो होइन यसरी बस्दै जाने हो माटो ओए लडे या तपाईँ यहाँ लिएर यहाँ जनेर भन्ने कि रमाइलो छ गाइस तर यहाँबाट चाहिँ लडिन्छ जस्तो लाग्यो है मलाई चाहिँ यार एक हातमा फोन छ यहाँनिर चाहिँ अलि उता स्याउला हुनाले स्याउला हुन्छ होइन पातहरू हुनाले चाहिँ अलि मलाई पनि रिक्स लाग्यो गाइस होइन यहाँबाट कसरी झर्ने भन्ने भयो एक हातले चाहिँ लास्टै रिक्स छ यहाँ बिस्तारै आएँ म त यहाँनिर उता पातबाट गएँ ल म्या यो काँडाले समात्यो त यार मलाई त ल छोडेँ उता तल चाहिँ एकजना दाइले चाहिँ काँडाले चाहिँ समातेर खतम गरिसक्यो अरे होइन केटाहरू यहाँ झरिराखन् ओ बिस्तारै ल यार ल गाई झाम फालेको ल खै कस्तो भयो गाई यस्तो कठिनाइबाट आएर यहाँ चाहिँ अलिकति घाउ गयो यहाँ काँडाकुँडी थिए त्यही भएर कहिले अलिकति अप्ठ्यारो नै लाग्यो यहाँ रमाइलो भयो है गाई चाहिँ भयो नि है यो बाटोमा माथिबाट तल आउँदा चाहिँ रमाइलो भयो है गाइस ल टङ्कजी तपाईँबाट स्टार्ट गरौँ होइन त्यहाँ चाहिँ यो बाटोमा चाहिँ आउँदा छोटो चाहिँ एकदम छोटो रहेछ एकदम भिड रहेछ यस्तो त पाहाडमा चढेकै थियौँ होइन हामी तर चाहिँ एकदम कठिनाइ भयो अलिकति चोटपटक अलिकति लाग्यो भनौँ धेरै लागेन तर एकदम सर्टकट भयो एकदम बेस्ट एकदम राम्रो भयो त्यो भिडबाट आउँदा कस्तो थियो लोटिने सम्भावना उच्च थियो तर राम्रो भयो एकदम दाजु बाटो त ठिकै सस्तो पनि लाग्यो तर अलिकति गाह्रो रहेछ अनि गुरुजी हजुर के छ भनाइ त्यो भिरबाट आयो नि त हामीले भयो तर बाटो चाहिँ लास्ट कठिनमा छ त्यो बाटो चाहिँ त्यसरी चाहिँ यात्रा नगर्नु होला हामीले त अब त्यस्तो रमाइलोको लागि गरिहाल्यौँ तपाईँहरू चाहिँ त्यो बाटो नहिँड्नु होला लास्ट गाह्रो चाहिँ हजुर ठिक छ रमाइलो भइरहेको छ
ओके दाजु त्यो बाटो हामी भिरबाट आउँदाखेरि तपाईँलाई कस्तो लाग्यो त? यस्तो मेरो लागि त यो सामान्य कुरा हो, मैले त्यसमा झन् इन्जोय नै लिएँ है। हजुर तपाईँहरूलाई चाहिँ अलिक गाह्रो लाग्यो, हजुर, तर मेरो लागि चाहिँ यो सामान्य नै थियो र मैले सामान्य तरिकाले नै यसलाई इन्जोय नै लिएँ। अब केटाहरूको मजाक भन्ने कुरा यस्तो चलिरहेको हुन्छ होइन टाइम टाइममा। मलाई चाहिँ अब कस्तो लाग्यो तपाईँहरूलाई थाहै छ होइन, माथिबाट म बोल्दै आएर त हेर कठिनाइ थियो, रमाइलो भयो, सन्तुष्टि मिल्यो है त्यहाँबाट तल आउँदाखेरि चाहिँ हामीले एडभेन्चर फिल भयो गाइज होइन। सो अघि मैले भनेको थिएँ तपाईँहरूलाई सिधै हामी बस स्टपनिर पुगेर भिडियो बनाउँछु भनेर, त्यहाँ बाटोमा अलि राम्रो लाग्यो भिडियो बनायो है गाइज। अब चाहिँ हामी सायद बस स्टपनिर पुगेर बनाउँछु होला, बाइचान्स यस्तो माहौल बनिहाल्यो भने चाहिँ बनाउँछु हामी म चाहिँ भिडियो होइन भने चाहिँ। ओ बाटो चाहिँ फेरि उता रहेछ है गाइज, ओ यहाँ रहेछ होइन। के भन्नु म यता रहेछ बाटो चाहिँ गाइज होइन, यस्तो जङ्गलको यात्रा है। हजुर 12 किलोमिटर छ अब हाम्रो रुम पुग्नलाई चाहिँ। हजुर अब चाहिँ हामी यो सर्टकट गयौँ है त। हस् यस्तो छ गाइज होइन, जङ्गलको यात्रा हान्ने सोचेको आज हाम्रो खासमा। त उता चाहिँ मेन रोड आइयो, ठिकै छ। के मेन रोड भन्दै त्यो रोडतिर आइयो, धुलो खाइयो त्यो रोडमा चाहिँ मेन भन्दा नि जङ्गलतिर रमाइलो भइरहेछ जे होस्। ल गाइज अब चाहिँ हामी त्यही हो भेटौँ बस स्टपनिर। ओके ल है पुग्यौँ भने चाहिँ अघि बस स्टपनिर पुगिसक्यौँ। त्यहाँ घाँटी बसिसक्यो यार बोल्दा यतिको पनि त्यो जङ्गलमा हल्ला गर्दै आयो नि त हामीहरू, त्यही भएर ऊ भइसकेको छ के अरे घाँटी बसिसकेको छ गाइज होइन। राम्रोसँग बोल्ने आँटै छैन। ऊ 2 जना पछाडि छन्, ऊ 3 जना चाहिँ अगाडि जाँदैछन् होइन। बल्ल अहिले कान पनि खुल्यो होइन। सो गाइज उता अगाडिबाट दाइले जाने हो पनि भनिसके। चाहिँ हामी यहाँ बस स्टप पुगिसक्यौँ होइन, बसमा उठेर जाने हो।